केटीहरू विदेशीसँग डेट गरिरहेछ या ह्याङआउट गरिरहेछ भने तिमीहरूको चाक किन पोल्छ बे? अहिले युएसमा एकदम वाइल्डवाला कुरा चल्छ क्या होइन, धेरै नै एकदमै वाइल्ड, धेरै नै यो पहिलादेखि नै लास्टै थियो कि स्पेसली नेपाली केटाहरूको लागि यो भिडियो जो चाहिँ युएसमा बसिरहेको छ यिनीहरूलाई के प्रब्लम छ आइरहनु यति अति नै के धेरै नेपाली केटाहरूको प्रश्न हुन्छ क्या। आई गेट इट, धेरै नेपाली केटाहरूको प्रश्न हुन्छ कि साला नेपालीमा के कमी थियो र त्यो केटी चाहिँ त्यो नेपाली केटी विदेशी केटासँग गई होइन। केटा हो तिमीहरूलाई कोही पनि नेपाली केटी विदेशी केटासँग ह्याङआउट गरिरहेछ, डेट गरिरहेछ, बिहे गरिरहेछ भने तिमीहरूको चाक चाहिँ किन पोल्छ बे? सिधै कुरा किन भन्नेको प्रश्नको एउटै मात्र उत्तर छ, तिमीहरूमा दम छैन भाइ। त्यो भएर दम भएकोसँग गयो हुनु पर्यो नि, शैली ढाँचा त्यो टेक्निक आउँछ झुक्न, सरी भन्न जानेको छौ छैन नि होइन। चल तेरो बापको मत सिका भन्दै हिँड्ने बानी त सबैको छ फेरि होइन। त्यही वान अफ द रिजन नै त्यही हो क्या। अनि अरूले जिस्कै गरोस् न तिमीलाई किन पोल्छ भनेको जतिखेर पनि कस्तो साह्रो हो। सो शट द फक अप, गेट द फक लस्ट, त्यही नै भन्छन् सबैजनाले। अरूले मन भने भन्छन्, म एक पोलेर भनिदिएँ, द्याट्स द प्रब्लम। यदि तपाईँहरूलाई पनि प्रब्लम छ भने डेफिनेटली कमेन्ट सेक्सन सधैँ खुल्ला छ डिस्कसनको लागि, आउनुहोस् कुरा गरौँ किन के हो भनेर यसको कुरोको चुरोमा पुगौँ।